खसीहरू खुर्काउँदैछन् हाम्रो टोलीहरू हैन यहाँ हैन। अनि यतातिर अब यो पुलाउ बनाउने यो चामल अब उसिन्ने तयारीमा छौँ हामी। यता चाहिँ यो चाहिँ अब यतातिर अब खसीको मासु पाक्दैछ। अनि टोलीहरू यतातिर चाहिँ आलु सालु उसिनेर अब झिक्दै हुनुहुन्छ हैन कसैले। ए हेलो अञ्जली हाई भनिदेऊ त। ए यहाँ फेरि यसो कटिङ सटिङ हुँदैछ है पुलाउको लागि, यसो काँक्रा साँक्रा चटनीको लागि एक टुक हेलो हाई गरे खै त। ल हाम्रो अङ्कलहरू सबैजना हुनुहुन्छ यहाँ होइन। ल हेर्नुहोस् है यो प्याज टमाटर यहाँ रेडी हुँदैछ होइन। ल हेर्नुहोस् है भ्यू हेर्नुहोस्, यहाँको भास्तालको भ्यू हेर्नुहोस् है। विकास सर खै हाई भनेको। ल उतातिर अर्को टोलीले खाइरहेछ होइन। ओ टोलीहरू खसी चाहिँ अलि राम्रोसँग है, भुत्ला जाओस् नि फेरि खाँदाखेरि केही पनि नआओस् मुखमा। ल राम्रोसँग बनाउनु होला है। ल खै सर हाई भनेको खै त यार तपाईँले। हाम्रो यो चाहिँ अवलोकन भ्रमण होइन एकदम भइरहेको साथीहरूको 25-30-35 जनाको चाहिँ राम्रो अहिले भइरहेछ। ल खै मलाई देखाउनु ल लालबहादुर सर हाम्रो चाहिँ आजको यहाँको कुकमेन, हामी उहाँलाई चाहिँ हेल्पर हामी सहयोग गर्दैछौँ। हाम्रो यहाँ कटिङवाला अर्को कुकमेन आउनुभयो। अनि यता यो खसी कटिङवाला बुच्चरहरू छन् यहाँ धेरै जस्ता। खसीको रौँ फाल्न नसकेर हैरान छ। 20,000 खसी लिएको हेर्नुहोस्, गाह्रो छ हजुर गाह्रो छ। यो ल हेर्नुहोस् यहाँ पुरा तनातन छन् मान्छे। ल ल कोही पारी अटोभित्र सिँगार गर्दैछन्। हाम्रो अरू चाहिँ गाडी चाहिँ पारी छन्, त्यो खोलाभन्दा पारीपट्टि छन्। ल 12-15 वटा। अब यो पुलाउ आइटम बन्दैछ यहाँ हाम्रो चाहिँ अब यो कराईमा। यहाँ चाहिँ हेर्नुहोस् यी खसीको गर्दन टाउको यो अचार बन्दैछ त्यहाँ फेरि। हाय 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 ल ओ साल्दै साधुहरू खै त नि खै कहाँ गयो कि बाटो बिर्सेर खै यार न फोनै लाग्छ लाउनु त। नमस्ते कसको